नमस्कार। आज हामी नेपाली पात्रोको एउटा निकै विशेष दिनबारे कुरा गर्दैछौँ, कुशे औँसी, जसलाई हामी बुबाको मुख हेर्ने दिन पनि भन्छौँ। यसको अनेक पक्षमा अलि गहिरेर हेर्ने विचार छ आज। हामीसँग केही अब सांस्कृतिक लेखहरू छन्, परम्परागत मान्यताका कुराहरू छन्, अनि अलिअलि सामाजिक टिप्पणी पनि, जसले यो दिनको महत्त्वलाई भनौँ न फरक फरक कोणबाट देखाउँछ। हो नि, यो दिनको आयाम धेरै छ क्या। सुन्दाखेरि फादर्स डे जस्तो मात्रै लाग्ला होइन, तर यसको जरा त निकै गहिरो छ। धार्मिक, सांस्कृतिक अनि पारिवारिक सम्बन्धसम्मै पुग्छ यो। हाम्रो आजको उद्देश्य पनि यिनै स्रोतहरूलाई हेरेर यसको खास अर्थ के हो, चलन किन चल्यो, अलि भित्रैसम्म पुग्ने हो। त्यसो भए नामबाटै सुरु गरौँ न त, कुशे औँसी। यसमा कुश भन्ने शब्द छ। यो कुशको भूमिका के हो, किन यति महत्त्व दिएको होला स्रोतहरूले? सामान्य पूजापाठमा त प्रयोग हुन्छ, तर यो दिन नै किन विशेष? राम्रो प्रश्न सोध्नुभयो। कुश, त्यो वैज्ञानिक नाम त डेस्मोस्टाकिया बेपेन्नाटा भन्छन्। हिन्दू परम्परामा यसलाई असाधारण नै मानिन्छ, पवित्र। कि शास्त्रीय ग्रन्थहरूमा त यसलाई पवित्र मात्र होइन, अक्षय पनि भनेको पाइन्छ, मतलब कहिल्यै नष्ट नहुने गुण भएको। यस्तो विश्वास छ कि यसले नकारात्मक ऊर्जा सोस्छ अनि सकारात्मक ऊर्जा दिन्छ। कुशे औँसीको दिन विशेष मन्त्र पढेर कुश घरमा भित्राउने चलन छ। यो खालि कर्मकाण्ड मात्रै चाहिँ होइन। कस्तो अर्थमा कर्मकाण्ड मात्र होइन? यसलाई यसरी हेरौँ न, वर्षभरि हामी कति देव कार्य, पितृकार्य गर्छौँ होइन, ती सबैमा कुश चाहिन्छ। अनि कुशे औँसीमा जुन कुश ल्याइन्छ त्यो वर्षभरिलाई पुग्ने र सबैभन्दा शुद्ध मानिन्छ के। एउटा सांस्कृतिक अध्ययनले के देखाउँछ भने यो कुश खोज्ने, ल्याउने प्रक्रिया आफैमा एउटा अनुशासन हो। ठिक समयमा, ठिक तरिकाले, नङले चुड्नु हुँदैन, विशेष औजारले काट्ने भन्छन्। अनि मन पनि शुद्ध हुनु पर्यो कुश उखेल्दा। यसले प्रकृतिसँगको हाम्रो सम्बन्ध, स्रोतको सम्मान गर्न सिकाउँछ। कति ठाउँमा त कुश उखेल्नु अगाडि क्षमा मागेको पनि पाइन्छ स्रोतमा। ओहो, रोचक। भनेपछि यो त सामान्य घाँस ल्याउने काम मात्रै रहेन रहेछ। सम्मान, शुद्धता, प्रकृति सबै जोडियो। तर आजकल यो परम्परा ठ्याक्कै यस्तै छ त? स्रोतहरूले भन्छन् कि केही परिवर्तन आएको छ, कुश पाउनै गाह्रो छ कि? त्यो कुरा उठेको छ। केही सामाजिक टिप्पणीहरूले चिन्ता पनि देखाएका छन्। अब हेर्नुस् न, सहर बढ्दै गयो, खेतबारी मासियो, अनि कुश उम्रने ठाउँहरू घट्दै गयो। यो त यथार्थ हो। यसले गर्दा बजारमा किन्नुपर्ने भयो कुश। अनि किन्दाखेरि त्यो सङ्कलनसँग जोडिएको आध्यात्मिक, अनुशासनात्मक पक्ष त अलि ओझेल पर्यो नि। फेरि कतिपय नयाँ पुस्तालाई यसको महत्त्वबारे त्यति थाहा नहुँदा कर्मकाण्ड मात्र पूरा गर्ने जस्तो पनि देखिन्छ भन्ने सङ्केत छ स्रोतहरूमा। यो एउटा चुनौती हो, परम्परा कसरी जोगाउने भन्नेमा। यो त विचार गर्नुपर्ने कुरा भयो। अब अलिकति पितृपक्षतिर लागौँ है त। कुशे औँसीलाई पितृहरूको सम्मानसँग पनि जोडिन्छ नि। स्रोतहरूमा पितृ ऋण भन्ने शब्द खुब आएको छ। के हो यो अवधारणा अनि यो दिनसँग कसरी जोडिन्छ? पितृऋण, यो हिन्दू दर्शनको एकदमै गहिरो कुरा हो। यसले के भन्छ भने हामी जन्मदा 3वटा ऋण लिएर आएका हुन्छौँ। देवऋण, देवताप्रतिको; ऋषि ऋण, गुरु र ज्ञानप्रतिको; अनि पितृऋण, पुर्खाप्रतिको। पितृऋण भनेको चाहिँ हाम्रा पुर्खाहरूले हामीलाई दिनुभएको यो जीवन, यो शरीर, संस्कार, कुल परम्परा हो। यी सब प्रतिको हाम्रो दायित्व हो। हामी उहाँहरूकै त निरन्तरता हौँ। अनि कुशे औँसी, खासमा औँसी तिथि पितृकार्यको लागि महत्त्वपूर्ण मानिन्छ। त्यसैले यो दिन दिवंगत पितृहरूलाई सम्झने, श्रद्धा देखाउने विशेष अवसर भयो। तर फेरि जीवित बुबाहरूको मुख हेर्ने दिन पनि यही। जीवित र दिवंगत पितृ दुवैलाई एकै दिन सम्झनुको केही खास अर्थ छ कि? एकदमै छ। यो संयोग मात्र होइन, यसमा दर्शन छ। यसले जीवन र मृत्युको चक्र अनि वर्तमान र विगत बीचको त्यो नछुट्टिने सम्बन्धलाई देखाउँछ। जीवित बुबा त साक्षात् पितृ नै हुनुभयो। उहाँको सम्मान गर्नु भनेको पितृऋण चुकाउने एउटा प्रत्यक्ष तरिका भयो। उहाँ मार्फत हामीले सबै पितृलाई सम्मान गर्यौं। अनि बुबा नहुनेहरूले तीर्थस्थल, विशेष गरी काठमाडौँमा गोकर्णेश्वर महादेव मन्दिर जस्ता ठाउँमा गएर श्राद्ध गर्नुहुन्छ, तर्पण गर्नुहुन्छ। श्राद्ध भनेको पितृलाई सम्मानले भोजन, वस्तु चढाउने भयो। तर्पण भनेको जल दिएर आत्मतृप्त गराउने।
यसरी हेर्दा यो दिनले जीवित सम्बन्धको महत्त्व पनि देखायो अनि दिवंगतप्रतिको कर्तव्य पनि सम्झायो, दुवैलाई एकै ठाउँमा ल्यायो। यो पितृ ऋणको विचार त गहिरो रहेछ, तर के यसले कहिलेकाहीँ अलि बढी दबाव जस्तो पनि बनाउँछ कि, खास गरी नयाँ पुस्तामा? स्रोतहरूले के भन्छन् यसबारे? हो, त्यो पक्ष पनि उठेको छ। केही समाजशास्त्रीय विश्लेषकहरूले यो कुरा निकालेका छन्। परम्परागत रूपमा त पितृ ऋणलाई कर्तव्य र सम्मानका रूपमै लिइन्थ्यो, तर अहिलेको अलि बढी व्यक्तिवादी समाजमा, जहाँ व्यक्तिगत स्वतन्त्रता, आफ्नो छनौटलाई बढी महत्त्व दिइन्छ, त्यहाँ यो अवधारणा कहिलेकाहीँ बोझ जस्तो लाग्न सक्छ। अझ आर्थिक दबाव होला, बसाइसराईले परिवारबाट टाढा हुनुपर्ने होला, अनि परम्परागत मान्यतालाई हेर्ने दृष्टिकोण फरक होला। यी सबैले गर्दा युवा पुस्तामा यो कर्तव्य कसरी पूरा गर्ने भन्नेमा अलि दुविधा देखिन्छ। स्रोतहरूले यसलाई परम्परा र आधुनिकता बीचको द्वन्द्व जस्तो पनि देखाएका छन्। तर यसको सकारात्मक पक्ष पनि भुल्नु भएन। यसले पारिवारिक सम्बन्ध, आफ्नो जराप्रतिको माया त बलियो बनाउँछ नि। आजकलको अलि टुक्रिँदै गएको समाजमा यो झन् महत्त्वपूर्ण हुन सक्छ। अब कुरा गरौँ बुबासँगको प्रत्यक्ष सम्बन्धको, जुन यो दिनको सबैभन्दा चिनिएको पक्ष हो, बुबाको मुख हेर्ने दिन। स्रोतहरूले बुबासँगको त्यो आत्मीय सम्बन्धलाई कसरी देखाएका छन्? स्रोतहरू नै यसलाई खाली एक औपचारिक भेटघाट मात्रै मानेका छैनन्। परम्परागत रूपमा मुख हेर्नु भनेको अनुहार हेर्ने मात्रै होइन क्या। यो त आशीर्वाद लिने, सम्मान देखाउने अनि धन्यवाद दिने हो, कृतज्ञता व्यक्त गर्ने। बुबालाई परिवारको रक्षक, बाटो देखाउने अनि भौतिक भावनात्मक सुरक्षा दिने स्रोत मानिन्छ नि त। एउटा रोचक ऐतिहासिक विवरणले के भन्छ भने, पहिले मुख हेर्ने बेला घरमै बनाएको मिठो मसिनो खुवाउने, बुबाको सेवा गर्ने चलन बढी थियो रे। तर समयसँगै बजारको प्रभावले होला, उपहार दिने चलन चाहिँ बढ्यो। यसले सम्बन्ध देखाउने तरिकालाई अलि भौतिक बनायो कि जस्तो देखिए पनि यसको भित्री भावना, त्यो सम्मान र स्नेह अझै पनि मुख्य नै रहेको पाइन्छ। उपहारको कुरा आयो, के यसले कहिलेकाहीँ सम्बन्धको गहिराई भन्दा औपचारिकतालाई बढी जोड दिए जस्तो देखिन र के भन्छन् स्रोत? अब यो अलिकति बहसकै विषय हो। केही सांस्कृतिक टिप्पणीहरूले चिन्ता गरेका छन् कि कतै उपहारको मूल्यले सम्बन्धको न्यानोपनलाई छोप्ने त होइन, तर अर्कोतिरबाट हेर्दा उपहार पनि त माया देखाउने एउटा माध्यम हो नि, होइन र? महत्त्वपूर्ण कुरा चाहिँ नियत हो। यदि उपहार मनैदेखिको सम्मान र मायाको प्रतीक हो भने त्यो राम्रै भयो, तर यदि त्यो केवल सामाजिक दबाव वा देखाउनका लागि मात्र हो भने त्यसले पर्वको खास मर्मलाई कमजोर बनाउँछ। स्रोतहरूले सन्तुलन चाहियो भनेका छन् परम्परागत सम्मान र अहिलेको अभिव्यक्तिको तरिका बीचमा। अनि बुवाको भूमिकाबारे नि, परम्परागत रूपमा बुवालाई संरक्षक वा कर्ताको रूपमा हेरिन्थ्यो कि अहिले बदलिन्दो पारिवारिक संरचनासँगै बुबाको भूमिका र यो दिनको अर्थमा पनि केही फरक आएको छ? एकदमै। यो महत्त्वपूर्ण परिवर्तन हो जसलाई केही समकालीन लेखहरूले समातेका छन्। पहिलाको पितृसत्तात्मक सोचमा बुवा प्राय अलि कडा अनुशासन गर्ने, आर्थिक व्यवस्था मिलाउने भूमिकामा बढी देखिनुहुन्थ्यो। तर आज सामाजिक मान्यता बदलियो, लैङ्गिक भूमिकामा परिवर्तन आयो, आमा बुवा दुवै काम गर्ने हुनुभयो। यसले गर्दा बुवाको भूमिका पनि बढी संलग्न, अझ भावनात्मक रूपमा नजिकको हुन थालेको छ। आजकलका बुवाहरू बच्चाको स्याहारमा बढी सक्रिय हुनुहुन्छ, उनीहरूसँग साथी जस्तो व्यवहार गर्नुहुन्छ। यसले गर्दा बुवाको मुख हेर्ने दिनको भावनात्मक गहिराई झन बढेको छ। यो केवल आदर गर्ने दिन मात्र भएन, मित्रतापूर्ण सम्बन्ध, सँगै बिताएका पल अनि भावनात्मक सहकार्यलाई पनि मनाउने अवसर बनेको छ। यो त सकारात्मक परिवर्तन पो रहेछ। यसले त पर्वलाई अझ जीवन्त बनाएको होला नि त। निश्चय नै। परम्परा कहिल्यै स्थिर हुँदैन नि, यो त जीवन्त हुन्छ, समयअनुसार आफूलाई ढाल्दै जान्छ। कुशे औँसीमा पनि त्यही देखिन्छ। यसको मूल तत्त्व, कुशको पवित्रता, पितृप्रतिको सम्मान, बुबाप्रतिको स्नेह, त्यो छँदैछ। तर त्यसलाई व्यक्त गर्ने तरिका, त्यसलाई बुझ्ने तरिकामा समयअनुसार परिवर्तन आएको छ। यो पर्वले कसरी पुरानो मान्यता र अहिलेको जीवनशैली बीच पुलको काम गरिरहेको छ भन्ने कुरा आफैमा अध्ययनको विषय हो। हामीले कुश, पितृऋण र बुबासँगको सम्बन्धका विभिन्न पक्ष हेर्यौं। के स्रोतहरूले यस पर्वको कुनै क्षेत्रीय भिन्नता वा अरू कुनै रोचक, त्यति चर्चामा नआएको पक्षबारे पनि केही बताउँछन् कि?
एउटा कम चर्चा हुने तर महत्त्वपूर्ण पक्ष भनेको गोकर्णेश्वर महादेवसँग यस दिनको विशेष सम्बन्ध हो। काठमाडौँ उपत्यका नजिकै छ यो तीर्थस्थल। कुसे औँसीको दिन यहाँ ठूलो मेला लाग्छ, विशेष गरी बुबा बित्नु भएकाहरूको लागि। पौराणिक कथा अनुसार ब्रह्माजीले सृष्टि गर्दा हराएको वेदको एउटा अंश यही गोकर्ण भन्छे गाईको कान जस्तो ठाउँमा भेट्टाउनु भएको थियो रे। अनि यहाँ श्राद्ध गर्दा पितृहरूले सिधै पाउँछन् भन्ने विश्वास छ। यो खाली धार्मिक आस्था मात्रै होइन, यसले मानिसहरूलाई एकै ठाउँमा ल्याउँछ, सँगै बसेर पितृलाई सम्झने, सामाजिक सम्बन्धहरू नवीकरण गर्ने अवसर पनि दिन्छ। स्रोतहरूले यसलाई एक महत्त्वपूर्ण सांस्कृतिक र सामाजिक सङ्गम स्थल भनेका छन्। जहाँसम्म क्षेत्रीय भिन्नताको कुरा छ, तराई वा हिमाली भेगमा मनाउने विधिमा अलिअलि फरक पनि होला, तर मूल भावना अनि कुश र पितृ सम्मानको कुरा चाहिँ सबैतिर उस्तै रहेको पाइन्छ। समग्रमा हेर्दा त कुसे औँसी केवल एक दिनको चाड मात्र नभएर यो त हाम्रो पहिचान, पारिवारिक मूल्य मान्यता अनि पुस्ता पुस्ता बीचको सम्बन्धलाई सम्झाउने र नवीकरण गर्ने एउटा शक्तिशाली सांस्कृतिक प्रतीक पो रहेछ। तपाईले एकदम सही समात्नुभयो। यो दिनले हामीलाई एकछिन रोकिन, सोच्न अनि सम्बन्धहरूलाई फेरि एकपल्ट हेर्न प्रेरित गर्छ। कुशले प्रकृति र शुद्धतासँग जोड्छ। पितृ ऋणले आफ्नो जरा र दायित्व सम्झाउँछ अनि बुबाको मुख हेर्ने चलनले वर्तमान सम्बन्धको न्यानोपन र महत्त्व देखाउँछ। यो हाम्रो सांस्कृतिक सम्पदाको एउटा साँच्चै सुन्दर र अर्थपूर्ण अध्याय हो। आज हामीले विभिन्न स्रोतहरूको आधारमा कुसे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको सांस्कृतिक, धार्मिक र भावनात्मक गहिराइमा पस्ने प्रयास गर्यौं। कुशको महत्त्वदेखि पितृ ऋणको दर्शन अनि बदलिन्दो समयमा बुबाको भूमिका र गोकर्णेश्वर जस्ता तीर्थस्थलको महत्त्व जस्ता अनेक पक्षलाई बुझ्ने मौका पायौं। र अन्तमा यी सबै छलफलबाट एउटा विचार गर्नुपर्ने प्रश्न उब्जिन्छ जस्तो लाग्छ। स्रोतहरूले पितृ ऋण र वर्तमानको सम्बन्ध केलाउँदा के हामीले पुर्खाको सम्मान गर्दा उहाँहरूले बनाउनु भएका सबै मूल्य, मान्यता, परम्परालाई प्रश्नै नगरी स्वीकार्नुपर्छ? कि वास्तविक सम्मान भनेको चाहिँ उहाँहरूको अनुभव, ज्ञान, त्यागबाट सिक्ने अनि त्यसको सान्दर्भिकतालाई आजको समयमा जाँच्ने, आवश्यक परे परिमार्जन गर्दै जीवन्त राख्ने हो? परम्पराको जगमा उभिएर भविष्यको बाटो कसरी बनाउने, यो प्रश्न सायद कुसे औँसीले हामीलाई हरेक वर्ष सोधिरहेको हुन्छ कि